हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म चाहिँ कुन भएन बोल्छु कि होइन। अनि त्यसपछि त्यहाँबाट तपाईँलाई अघि अस्तिको सेटअप चाहिँ कस्तो लाग्यो होइन त्यो कमेन्ट पनि गरिदिनु अगाडिको भिडियोमा छ होइन। अनि त्यसपछि त्यहाँबाट अहिले चाहिँ पानीहरू क्लिन भइरहेछ। अनि त्यसपछि त्यहाँबाट जस राम्रै भइरहेछ होइन। अनि त्यसपछि आजको घरमा चाहिँ के हो भने सिनेमेटिक भ्यू हुन्छ नि होइन, साथीको खिच्न आँटेको। अनि त्यसपछि त्यहाँबाट साथीको खिचेर म हालिदिन्छु। अनि त्यसपछि त्यहाँबाट कस्तो लाग्छ कमेन्ट होइन, कमेन्ट गरिदिनु होला। अनि त्यसपछि त्यहाँबाट के हुन्छ भने आज चाहिँ म यसो हिँड्दै जाँदै होइन तपाईँलाई राम्रो ठाउँ सिनेमेटिक देखाउँछु। अनि त्यसपछि त्यहाँबाट त्यो गाइस म कुन भएन जानु पऱ्यो पुरा। यो चाहिँ प्लान्ट ट्याङ्क भनिन्छ तर नर्मल अलिकति छ होइन। त्यसपछि जस्तो नेचुरल टाइपको बनाइरहेको छु। अनि त्यसपछि यहाँ चाहिँ दुईवटा गफी छ होइन। अनि त्यो गफी ब्रिडिङको लागि एउटा चाहिँ त्यसको बच्चा छ कि छैन हेर्नुपर्ने। अनि त्यसपछि त्यहाँबाट जस प्लान्ट ट्याङ्क जस्तै बनाएको होइन, रमाइलो छ। अस्तिको चाहिँ हो अझै सेटअप आएन पानीहरू। अब चाहिँ म मुखसुख धोएर टाउको साउको धोएर होइन त्यसपछि त्यहाँबाट अफिस लाग्छु। अफिसमा गएर त्यो भिडियो सिडियो खिचेर तपाईँलाई हाम्रो अफिस पनि देखाउँछु होइन। त्यसपछि भिडियो सिडियो खिचेर अनि जस बवालै हुने गरी तपाईँलाई यसो देखाउँछु होइन। त्यसपछि त्यही हो बवाल डन्डीपुर आएर टेन्सन भाइ त गाई चाहिँ भेटौँ। के छ राजकुमार, ठिक छ नि? ठिक छ बाबा। अब हाम्रो उसको नै म सिनेमेटिकहरू लिन्छु होइन। त्यसपछि त्यहाँबाट बाबा अर्को डनेर नसक्ने किन धेरै हाम्रो त पातालो छ। म कालो हुनु कुन त कालो झन् कालो भएर हिँड्नु नायकै मेटेछ यार। ल गाइस सेटअप चाहिँ हो क्यामेरा चाहिँ 700D। त्यसबाट म चाहिँ फोटेज लिन्छु र फोटेज। त्यसपछि त्यही हो। तपाईँले मेरो कलर ग्रेडिङहरू देखिसक्नुभयो होइन। त्यही कारणले अब त्यही हो आजको भिडियो किन इन्ड गर्नुहुन्छ। अनि नेक्स्ट टाइमदेखि चाहिँ अब तपाईँलाई बवाल अब म चाहिँ फोटेजहरू के भने नि अब बाटोमा हिँड्ने टक्क देखाउँछु होइन। अनि त्यसपछि बवाल खिच्ने प्रयास गर्छु म चाहिँ, किनकि मैले पनि सिकिरहेको ताबिन चाहिँ होइन। अनि त्यसपछि त्यहाँबाट पहिला प्रिमियर चलाउँथेँ। अनि त्यसपछि अहिले चाहिँ ताबिन दिनु अनि कलर ग्रेडिङ गर्न मजा आउँछ। त्यहाँबाट त्यही हो यस रमाइलो हुन्छ। त्यसपछि आज अनि अफिसमा ठ्याक्कै अफिसमाथि खासा खाएर एकछिन बसिरहेको होइन। अनि त्यही हो भिडियो कस्तो लाग्यो त्यो भनिदिनु होला भिडियोहरू हाम्रो। अनि त्यसपछि त्यहाँबाट हाम्रो भन्दा मेरो अनि त्यसपछि कमेडी भिडियो चाहिँ अब लगभग चाँडोभन्दा चाँडो नै आउँछ। अनि त्यसपछि रमाइलो गर्छौँ हामी होइन। त्यही हो गाइस फाइनली अब म चाहिँ अफिसतिर गएँ। अनि त्यसपछि अलिकति एडिटिङ बाँकी छ। अनि त्यसपछि त्यहाँबाट चाहिँ एडिट गरेर सब फाइनल टेक गरेर तपाईँहरूलाई देखाउँछु भनेर भन्दिनँ। नेक्स्ट भिडियो चाहिँ देखाउँछु। अनि त्यसपछि त्यहाँबाट त्यही हो रमाइलो छ जिन्दगी।
See you guys.